अब मास्टर बेडरुम भनिएको छ तर वाशरुम चाहिँ खै त। तपाईको सपनाको घर तपाईको प्रतीक्षामा छ। पार्किङको कुरा गर्नुपर्दा 2टा गाडी र 3-4 वटा बाइक मज्जाले अड्छ। ग्राउन्ड फ्लोरमा तपाईले 1 BHK रेन्टिङ स्पेस पाउन सक्नुहुनेछ भने अब जाउँ हामी फर्स्ट फ्लोरमा। फर्स्ट फ्लोरमा रहेको यो किचन हेर्नुस् कति मज्जाले बनाएको छ। अब यो लिभिङ रुम हेर्नुस्, यहाँको डिजाइन त वाउ। यो फर्स्ट फ्लोरमा हजुरले पाउन सक्नुहुनेछ एउटा गेस्ट रुम र एउटा कमन वाशरुम भने अब जाउँ हामी सेकेन्ड फ्लोरमा। सेकेन्ड फ्लोरमा तपाईले 3टा बेडरुम पाउन सक्नुहुन्छ भने 2टा हुनेछ मास्टर बेडरुम। अब मास्टर बेडरुम भनिएको छ तर वाशरुम चाहिँ खै त। वाशरुम त हिडन छ नि हजुर। अब यति राम्रो घर हजुरले 3 आना 2 दाममा पाउँदै हुनुहुन्छ भने लोकेसनको कुरा गर्नुपर्दा हजुरले यो घर शीतल हाइट जस्तो प्राइम लोकेसनमा पाउनुहुनेछ। प्राइम लोकेसनमा रहेको यो प्राइम प्रपर्टीको प्राइसको कुरा गर्नुपर्दा मात्र 3 करोड 40 लाख रहेको छ भने द वानी होम्सबाट आइसकेपछि हजुर प्राइस त अलिअलि मिलिहाल्छ नि।